सबैजनालाई वेलकम ब्याक टु माई च्यानल हैन। अनि सो आजको भ्लग चाहिँ के हो भनेर तपाईहरुले थम्बनेल हेरेर पनि थाहा पाइसक्नु होला। त्यही पनि हामी चाहिँ भन्छौँ आजको भ्लग चाहिँ के हो भन त गाइजहरु। पिकनिक हामी चाहिँ खान लागेको छौँ पिकनिक। आफुले के गर्यो? अनि यो चाहिँ पैसा कलेक्ट गर्दै हिँड्दैछ है यो लिजा चाहिँ यहाँ पिकनिक लागि। अनि हाम्रो माम यहाँ माम हाई भनिदिनु त। हाइनको सही हाई भन्नु न, पिकनिक खानु जानुपर्छ क्या अहिले। ए ल हाई भन्नु। हाइ हाई अरे। अनि हाम्रो भाउजू पनि टक्कसँगले ल भाइले पनि यहाँ पैसा निकाल्दैछ। अनि अब जान्छौँ सामानहरू किन्न। अनि गाइज अहिले चाहिँ हामीले यहाँ सर सामानहरू रेडी बनाउँदैछौँ होइन। हो त्यसमा राख, यहाँ अर्को डोकोमा पनि छ। हाई गाइज हामी चाहिँ लाग्यो पिकनिक खान। गाइजहरू आयो भनेर एक्साइट। अनि हाम्रो भाइ चाहिँ वहाँ पर जाँदैछ अगाडि अगाडि होइन बोकेर। अनि हामी चाहिँ यहाँ डोको बोकेर जाँदैछौँ खेतमा पिकनिक खान। अनि अरू तपाईँहरूलाई देखाउ जान्छौँ, हेर्दै जानु होला होइन। गाइज आज चाहिँ पुरै टन्टलापुर घाम लागिरहेछ। हुनु त हामीले जाडोमा खानुपर्ने हो, त्यही पनि केही छैन होइन। त्यही भएर आज चाहिँ हामी तोरी बारीमा यस्तो फोटोसोटो हानिन्छ अनि खाइन्छ पनि। अनि यहाँनिर चाहिँ भाइ र ममा परेको छ डोको बोकाइको रेस, कसले जित्ने भनेर। अरे अरे भाइ लड्छ फेरि आलीमा होइन। अनि यहाँ देखाउँदै जान्छु म मेरो टिमहरू हिँड्दै हिँड्नु हिँड्नु। त चाहिँ किन बाँगेको त काली चाहिँ? हेलो 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 झन्डै लडो। हेलो हेलो अनि यहाँ अहिले चाहिँ बहिनीहरूले लसुन प्याजहरूको कटिङ हान्दैछ। अनि फेरि दुईजनालाई चाहिँ हामीले घरमा सामान लिनु पठायौँ होइन। अनि गाइज मैले चाहिँ यहाँनिर आगो बालिसकेको छु र हाम्रो यहाँ पानी तातिँदैछ कुखुराको लागि। एकदमै चुलो चाहिँ यस्तो बब्बाल भएको छ फेरि हाम्रो होइन। यताबाट पनि हेरिदिनुहोस् होला फेरि लुक चाहिँ होइन। यतिको त फेरि बनाउनु सकिन्छ नि हामीले होइन। यहाँ फेरि अर्को गुन्द्री पनि लिएको क्या, यहाँ दुइटाले चाहिँ अलिक भएन त्यही भएर अर्को लिएर गरेको हो। अब चाहिँ फेरि हामी यहाँ बहिनीहरूलाई काम गराएको थियौँ, लिनु गएको थियो त्यही भएर अब चाहिँ फेरि हामी खाना लागेको यहाँ अझै छ यही गर्दै अब ल। गाइस यहाँ चाहिँ अहिले यहाँ चिर्दै हुन्छ। मैले चाहिँ गाइस यसरी चाहिँ कहिले गरेको छुइनँ है, फर्स्ट टाइम गर्दैछु। हुने हो कि होइन थाहा छैन है, तर अपरेसन यस्तरी तान्छ होइन। भन्न हौ कस्तो गर्छ मलाई थाहा छैन, फेरि डर लाग्दैछ। कत्रो छेउमा लिएको एउटा यहाँ चाहिँ लिजाले काट्दैछ। अनि हाम्रो थुक्पा पनि भयो लगभग रेडी भइसक्यो भनौँ न। अनि हावाले चाहिँ अलिक ऱ्याक गऱ्यो कि गाइज, त्यही पनि केही छैन, कोसिस जारी छ बनाएर खानुमा होइन भाइ। यहाँ हाम्रो भाइ यहाँ फेरि म त मेरो बुढालाई मासु काटेर पालिदिन्छु। मासु खान पाउँछ बुढोले। यसले त भन्दैछ आज। अनि फेरि बुढालाई मारिदिनु भयो भने खुकुरीले टाउको राखेर त्यसमा यसको झगडा गरौँ भने त यो लिजाले त के गर्ने रहेछ। कहाँ हालेको त्यहाँ झरो धुलो लगाएर यहाँ हुन्छ साइमन दादा, यहाँ हुन्छ दिदी, यहाँ मस्त सुतिरह फोटो खिच्दै। यहाँ यत्रो मासु भइसक्यो। अनि यहाँ धनिया साइनाले केलाको यो चाहिँ रोस्टको लागि हो, यो चाहिँ मासुको लागि। त्यो चाहिँ रोस्टको लागि। अनि यो चाहिँ त्यो फ्राई मासु हुन्छ नि, त्यसलाई ग्रेभी पार्ने अनि त्यसलाई भुजासँग खाने। ओ यता 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 दिदी पार्दै हुन्छ। अमेरिकन बोल्छ नि।
पाक्दैछ चौचो र थुक्पा होइन। यो दिदी पकाउँदै हुनुहुन्छ धुवा आएर मेरो नाक फुलिसक्यो होइन। गाइजहरू हजुर 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 चुप लाएर बस्नु त हजुर। ए चुक्ली बम आलु ओए आलु दम ओइ बन्दु के साइना हजुर दुईटा प्याज काट लामो लामो होइन अनि टमाटर लामो लामो भनेको कस्तो लामो लामो सब्जीमा पकाउँदा कस्तो दिदीले थुक्पा धुँदै हुनुहुन्छ भन न। धुँदै हुनुहुन्छ। यो चाहिँ धराले थुक्पा है गाइस त्यही भएर यस्तो ठुलो भयो। चुप लाग्नु यहाँ भिडियो बनाइदिँदैछ भन्नु हुँदैन त्यस्तो। लु ब आरिमा खोइ आरि चनारे खोइ खोइ भाइ ए यहाँ छ त्यो एउटा उयसमा हाल्नु यो कलर प्लास्टिकले त नि मोल राख्नु बाहिर हेर्नु अनि यहाँ चाहिँ लिजाले मोल्दैछ अनि यहाँ चाहिँ यहाँ मासुको लागि तयारी हुँदैछ होइन। मस्तसँगले मोल्दैछ। अब लिजा उठ्यो अब तताउँछ होला होइन। यो सबै सामान यहाँ चाहिँ दिदी गर्नु भएर एकछिन बस्नुभयो होइन। अब चाहिँ हामी गाइस डान्स हान्छौँ एकछिन। यस यस चटपटे खाएको घटाउनु पर्यो नि त Yes. भएर हाई गरौँ हाई बाई 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 गुड बाई सबै भिडियो अहिले गर्नु तिमी बिन्नामा पानीको माछा म त गर्दिन गुलामी इन्डस्ट्रीको तिमी मेक्सीको प्यानमा हो बाछा हामी पर तिमीलाई थाप्छ हाम्रो सिजनमा भगवानको हात छ पहिला जिस्काउँथ्यो हामीलाई गाउँले भन्दै अहिले गाउँले इन्डस्ट्री हाँक्छ दिदी यहाँ हुन्छ मासु पकाउँदै हुन्छ रोस्ट अलिक काली आयो अनि यहाँ छ यहाँ चारजना सुतिरहेछ यहाँ गाना बजाइरहेछ अब नाच्नु थाल्यो को छ उहाँ पुरा हेर्दा अहिले उठ्छ अहिले
1 2 3 गो सुरु मैले धेरैवटा भिडियोमा भनिरहेको थिएँ होला होइन हाम्रो आमालाई चाहिँ भने सो त्यही भएर अब यहाँ आमालाई पनि यसो चढाउने भनेर चाहिँ दिदीले लिप्दै हुनुहुन्छ ताकि यसमा कालो नहोस् भनेर गाइज म चाहिँ यहाँ पुरा लिपेर पछि धुँदा पनि अलिक सजिलो हुन्छ नि यो अलिक कालो भएको भए यहाँ सेम कलर हुन्थ्यो ला मेरो यसकै अनुहार हेर्नु पर्ने रहेछ यहाँ ओ दाजु बहिनीले त के एकअर्कालाई रोस्ट हान्दिरहेछ त अनि भर्खर रोस्ट पकाएको अनि रोस्ट हान्दिने अनि अरे कडक दिन्छ त भाइ बाहिर पानी हाल्छ मलाई हात दिन्छ यहाँ दिदी बहिनीले गर्दै थियो देखेको त 1 2 छेउमा ए दुईटा गाइस दुईटा अहिले बढे हामीसँग पहिला हो अचिर अचिर अरे है अचिर अनि थुप्पा थुप्पा देखाइदिऊ खुलेर देखाइदिऊ आम्बो अब यहाँ चाउमिन बनाउन धुवामा पकाउँदै हाम्रो दिदीले यहाँ म गाइस रुनु र हाँस्नु भइसक्यो यहाँनिर अनि यो चाहिँ हाम्रो थुक्पा र करेन्टलाई उयो गरेर चाउमिन स्टाइलले बनाउनु खोजेको मैले तर गाइस यतापट्टि घाम पनि आयो हावा पनि आइरहेको छ यहाँ म रुनु र हाँस्नु हुँदै पकाउँदैछु लिजाले पकाइसक्यो अब मेरो पालो भयो गाइस यस्तो त्यही भएर अब यो एकछिन लगभग यो पनि भइसक्यो अनि त्यसपछि हामी खाने होइन तपाईँहरूले अघि रोस्ट पनि देखिसक्नु होला लिजाले बनाएको ल सो गाइज हाम्रो चाहिँ चाउमिन र रोस्ट रेडी भएको छ अनि देख्न सक्नुहुन्छ यहाँनिर होइन वाउ ल अब चाहिँ हामी खाना लागेको छौँ गाइज होइन देखाइदियो एकचोटि तिमीहरूको सबै प्लेट ल खामा अब याङ्कीको पनि छ याङ्की पनि खानु याङ्की खानु मासु खानु राम्रो अचार पनि हल्का मिक्स हान्दै फोटोसोट हाल्नु भनेर यहाँनिर चाहिँ तोरीबारीमा होइन अनि यहाँ देख्न सक्नुहुन्छ लुगा चेन्ज गरेर आएको छ राम्री भएर अनि मलाई चाहिँ यस्तो हेरेँ क्या होइन मलाई चाहिँ यस्तो हेरेँ यहाँ सर्ट लगाएको अरे होइन सर्ट मात्रै लगाएको छ है यसले आम्मामा त्यही हो नि अब फोटोहरू सोटो खिच्यौँ होइन यता जानु होला अरू अझै छ हामीले खानुपर्ने होइन यहाँ चाहिँ यतिको चाहिँ हुँदैछ आम्मामा दिदी बहिनीको ब्याटल हुँदैछ ल ल छोड्दै छोडे लु हेर न बा सुरै चाहियो अरे उसलाई फेरि ल हो त्यही गर न त हेर न फेरि उत्तारै पार्दै एउटालाई ताली बजाऊ तिमीहरू ताली बजा ल ओ ताली बजा ताली लिजालाई फ्लप हान्ने पर्यो है यतिको चाहिँ हान्नु पर्यो ताली बजाऊ न ओइ ताली बजाऊ न जानु ल भाइ अब आयो
लिजाको पालेर अब पाल्लो हुँदैछ यहाँ अब यता हेरी हेरी एटिट्युड ल यहाँ हाम्रो काका पनि आउनु भएको छ अहिले अम्मा यता काका पनि यो चाहिँ शिवन्य चाहिँ भाइ हाम्रो याङ्की नाच्दैछ अब अनि अहिले चाहिँ यहाँ हाम्रो ग्रेभी साइड मासुको अब भुजासँग हामी चाहिँ खानु लागेको लास्ट एन्ड फाइनल होइन गाइजहरू थालिदिएर यहाँ रेडी भइसक्यो यिनीहरू चाहिँ कोक पनि यहाँ कोक तपाईहरुले नपाए पनि हामीले खाएर चित्त बुझाइदिन्छौँ तपाईहरुको राम्रो लाग्छ न राम्रो आएको भुइँ धेरै आयो नि त मुनि धेरै आयो हामीले फाइनली पिकनिक खाएर घर जान्छौँ यहाँ ल ल ल ल ल ल ल हिँड भाइ हिँड्ने यहाँ डस्टबिनवाली गुन्द्रीवाली होइन सबजना यहाँनिर हिँडिसक्यौँ अब ओहो फेरि पुग्यो खै ओहो यहाँ झर झर ल होस् च्यापचुक पाएर हो सबैजना गइसक्यो होइन हामी पनि यहाँनिर जान्छौँ